नयाँ रणनीतिका साथ नेपाल क्रिकेट संघ क्यानले नेपालको टी20 र ओडिआई स्क्वाड सार्वजनिक गरेको छ। टी20 अन्तर्गत यही अप्रिल 20 र 21 मा युएई विरुद्ध हुने खेलका लागि स्क्वाड सार्वजनिक गरिएको हो भने ओडिआई का लागि सीडब्ल्यूसी लीग प्रतियोगिताको नेपालमा आयोजना गर्ने संस्करणको लागि टिम सार्वजनिक गरिएको हो। क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले अहिले ठूलो निर्णय गरेको छ, जसमा रोहित कुमार पौडेलको ठाउँमा दिपेन्द्र सिंहलाई क्याप्टेनको जिम्मा दिएको छ भने ओडिआई मा चाहिँ रोहित कुमार पौडेल नै रहेका छन्। पहिला कुरा गरौँ टी20 को। सीडब्ल्यूसी लीग 2 प्रतियोगिता नेपालमा आयोजना गर्ने अवसरमा नेपालले युएई सँग सिरिज राखेको छ, जसले नेपालको टी20 क्रिकेटलाई अझ विकास गर्न मद्दत गर्दछ। जसका लागि नेपालबाट दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, साहब आलम, सन्तोष यादव, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल, कुशल भोतेल, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, नन्दन यादव, अर्जुन साउद, हेमन्त धामी जस्ता खेलाडीहरूलाई राखिएको छ। अरु त सबै ठिकै छ। आसिफ शेख, रोहित कुमार पौडेल जस्ता खेलाडीहरूलाई यसमा समावेश गरिएको छैन भने हेमन्त धामी, सन्तोष यादव, अर्जुन साउद जस्ता पोटेन्सियल भएका खेलाडीहरूलाई चान्स दिएको छ। के उनीहरूले अब राम्रो रिजल्ट निकाल्न सक्लान् त? त्यो त हेर्न बाँकी छ। तर हेमन्त धामी, सन्तोष यादव जस्ता खेलाडीहरूले नेपालको डोमेस्टिकदेखि लिएर एनपीएल सम्म तहलगाममा चढ्ने प्रदर्शन गरेका थिए। अब कुरा गरौँ सीडब्ल्यूसी लीग 2 प्रतियोगिताको। मैले अगाडि नै भनिसकेको थिएँ, यो एसोसिएट नेसनका लागि ओडिआई विश्वकपमा पुग्ने एउटा सबैभन्दा तर्बिलो खुड्की। सीडब्ल्यूसी लीग 2 प्रतियोगिताको नेपाल अन्तिमबाट दोस्रो स्थानमा छ भन्ने कुरा पनि मैले गरेको थिएँ। अब नेपालले प्रत्येक खेलमा अनिवार्य जित दर्ता गर्नुपर्ने श्रृङ्खला उत्पन्न भएको छ, जसमा नेपालले 20 खेल खेलिसकेर 12 अङ्क जोडेर 7औं स्थानमा छ। अब नेपालले 16वटा खेल खेल्न बाँकी छ, जसको 8वटा खेल नेपालमै हुँदैछ, जसले होम ग्राउन्डको ठूलो फाइदा उठाउन सक्छ नेपालले। यो भन्दा अगाडि नेपालले 12वटा खेलमा 11वटामा जित दर्ता गरेर ओडिआई मान्यता समेत बचाएको थियो भने विश्वकप चाहिँ खेल्न पाएको थिएन। तर यो पटक नेपालले अर्कै रणनीति अपनाउने प्रयास गरेको छ। नेपालको टियु ग्राउन्डमा आयोजना हुने पहिलो श्रृङ्खला नेपाल, युएई र ओमनको बीचमा हुन्छ भने दोस्रो श्रृङ्खला नेपाल, स्कटल्यान्ड र अमेरिकाको बीचमा हुन्छ। समयको बारेमा म जानकारी गराउने नै छु। टी20 सिरिज सकिए लगत्तै खेलहरू भइहाल्छन्, जसका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित कुमार पौडेलको कप्तानीमा 15 जना खेलाडीहरूको नाम सार्वजनिक गरेको छ, जसमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, बसिर अहमद, अर्जुन कुमाल, विनोद भण्डारी, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख, भीम सार्की, करण केसी, नन्दन यादव जस्ता खेलाडीहरूलाई टिममा राखेको छ। के नेपालले अब चेन्जेस ल्याउन सक्ला त? के लाग्छ तपाईहरुलाई?